एभ्रिवान वेलकम टु माई च्यानल। आज भने चाहिँ हामीहरू गुरुसाहेबहरूको बारीमा मल लाउनु जानु आँटेको। अनि गेटअप चाहिँ यस्तो छ हो, सबैजना दिन पनि यस्तो धुन्ला धुन्ला छ। अब चाहिँ हामीले गाडीबाट जानु आँटेको। पानी पर्यो भने चाहिँ रड्डी हुन्छ। भाइ पनि गएको अरे नि त, सन्तान त हेरेको भयो आज। सत्यनाम सद्गुरु साई बन्दगी बारीमा गुवामा मल लाउनु हिँडेको दिनले पनि यस्तो राम्रो 7 दिन भएको छ नि। पानी आएन भने चाहिँ ठिकै भयो नि त। मल लाउने मान्छेहरू, मल लाउनेहरू देखाइदिनु न मेरो खेतालाहरू। देखाइदिनु न खेतालाहरू। नम्बर 1, नम्बर 1, नम्बर 2, नम्बर 3, म चाहिँ नम्बर 4, नम्बर 5 चाहिँ को भाइ? सन्तु भाइ है। रामा भाइ कहाँ जानु भएको? आज चाहिँ सोमबार दिन यस्तो भइरहेछ दामी। सोमबारे जाने चाहिँ आज हो, क्यान्सल हो आज सोमबार रे चाहिँ। पानीमा सोमबारे जानु चटपट खाने चाहिँ माइसाइडको भएन आज। नि भएन, छाछु दिन भएन आज। आज काम गर्ने दिन भइरहेको छ। बुहारीको भ्लगमा आउनु पाएर खुसी लाग्दैछ भन्नु अब। पुजारी साहेबको अगुवाईमा गुवामा मल हाल्नु गइँदैछ। उहाँले डेट फिक्स गर्नुभएको। डेट फिक्स तपाईँले गर्नुभएको रहेछ है? हो त, मैले गरेको। के कस्तो छ आजको? आज राम्रो छ एकदम। दिन काम गर्ने दिन छ, अल्छीहरूलाई पनि एकदम जागर चल्ने छ, अल्छी नलाग्ने दिन छ। आजको वेदर चाहिँ यस्तो छ। लाभालाई बिट गरिरहेको छ आज चाहिँ। प्रायः प्रायः यो घरको पल्लोपट्टि चाहिँ आज यहाँ त मैला लाग्छ। आज चाहिँ यही जग्गामा चाहिँ यही हो, यही बच्चा गुवाहरूमा चाहिँ यता पल्लो छेउदेखि यहाँ छ मल चाहिँ गुवाहरू यही हो। हाम्रो स्ट्यान्ड चाहिँ आज यहीँसम्म हो। अब चाहिँ भारी आयो। गोरुबथान टाढो स्ट्यान्ड यहाँसम्मको मात्रै हो। अब यहाँदेखि चाहिँ बाहिर चाहिँ भारी बोकेर चाहिँ मल डोकोमा खोइ मल बारी छ। सिक्कले फाड्यो अन्त हो। साह्रै बेसी छैन मल, अलिअलि छ। एक दिनमा सकिन्छ होला। आधी दिनमै सक्छ जस्तो देख्दै। आधा दिन छिटो गऱ्यो भने भइहाल्छ नि त। गरेको नगरेको सकिहाल्छ। पानी पो पर्दैछ सिमसिम, अब काम गर्नुपर्ने। मागाएको हो अब चाहिँ गएको। ग्लोभ्स पनि छ यहाँ। यहाँनिर अब काम गर्नुपर्छ मजाले। ला कताबाट जानुपर्ने थियो? म त अर्को बाटीबाट पो। यहाँ चाहिँ मल रहेछ, मल। यो मल चाहिँ लगाउनु पर्ने। आमाम शीत झर्दो रहेछ। यो डान्स त है। सबैजना काम गरेर भने चाहिँ मजा आउँछ नि त। अच्छा, यही गुवाबारीमा चाहिँ मल लगाउनु पर्ने रहेछ। पुजारी साहेबले चाहिँ लु बोक्नु पनि भयो। बोकिए सुरु गरियो है। ल हिँड्नुहोस् न। कहाँनिर छ फुपा? आछु छु 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 जाडो जाडो दिनमा काम गर्न मजा आउँछ।
घाम लागेको भन्दा चाहिँ यस्तै दिन रमाइलो कहाँ जानुपर्छ क्यौ आकाशदेखि लिरिक्स पनि उल्टा मात्रै गाउनु आउँछ मलाई त धरतीदेखि आकाशसम्म यहाँ चाहिँ कुच्चो बारीहरू पनि रहेछ कुच्चो बारी सेवा गर्नुपर्छ कहिले कहिले गुरु साहिबहरूले हामीलाई कति गरिदिनुहुन्छ हामी पनि उहाँहरूलाई यसरी सघाउन पाउँदा चाहिँ एकदम धन्य 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 छोड्दिनु ला सुल्का देउराज दाजुको भारी त्यो होस् न त्यो त्यता पनि चाहिन्छ नि त्यो होस् नाङ्गोमा राख्नु नाङ्गोमा दामी छ दामी खोइ सिक्कलहरू केही नलिआएछ उयो आउँदा पूजा साहबले ल्याइदिन्छ अरे म ल्याउँछु भनेको घाम लागेको भए चाहिँ नि बुहारी योहरू पनि जलाउनु भनेको थियो नि त उनीहरू उयो छ नि नाना उयो दुईटा सिक्कल पल्लो छेउ पुग्नु पर्ने रहेछ अन्त यहीँ राख्नु लाउनु भयो अन्त झरी चाहिँ छैन उयो साथानामा यता चाहिँ यति भएको कस्तो भइरहेछ पुरा पानी जमेर फाड्ने म आजकल चाहिँ रातभरि पानी पर्दैछ त्यही कारणले दिनहरू पनि यस्तो हुँदैछ कुन लाउने म खटा 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 खल्दै जान्छु एकजना मन लाग्दैन हुन्छ यहाँ कति झ्याङ्गा अब चाहिँ हामीहरू काम स्टार्ट गर्नुपर्छ छिटो छिटो सकेर घर जानुपर्छ आजको भिडियोग्राफर चाहिँ सुविधा छ कहाँ हो काम गर्नुपर्छ नि हो भिडियो गरेर मात्रै कहाँ हुन्छ नि त हाम्रो कस्तो छ गेटअप चाहिँ भएन त्यो सेतो लुगा लगाएर तपाईँको सेतोमा सबै कुरो सेतो सेतोमा मैला हुन आएको रे मेरो चाहिँ त्यो सानो बडे काठ होला सानो बरे नै सही हजुर माइसा हजुर अघि कुरा फाड्नु पर्ने म हुन्छ सत्यनाम सद्गुरु स्टार्ट गर्नुपर्छ गुवामा चाहिँ यसरी खन्दै खन्दै मल लगाउनुपर्छ फाडेर गुवामा यता हुन्छ दामी छ नि छैन अब यहीँ आएर गुवा बारी देखेको फुपू चाहिँ सिक्किमको हुनुहुन्छ फर्स्ट टाइम म त गुवा खान्छु भन्दा पनि छैन पाउँदैन हो अनि यतै आयो भने मात्रै हो गुवा चाहिँ फर्स्ट टाइम लाउनु भएको फर्स्ट टाइम गुवामा यहाँ चाहिँ यसरी गर्दो रहेछ है अन्त अलिअलि हामी पनि यहाँनिर सेवा गर्नु आएको गुरु साहेबहरूले हामीलाई हाम्रो लागि कति गरिदिनुहुन्छ हामी गर्नुपर्छ नि सेवा यो पनि म यतिकै होला है हजुर यसो गरेपछि चाहिँ माथिबाट मल लगाइदिउँ हुन्छ ओके गाइज अब काम गर्नुपर्छ फोन मात्रै यहाँ भ्लग गरेर मात्रै हुँदैन मेलो सार्नुपर्छ हाम्रो गुरुमाता हो उहाँ फेरि हो एकदम लागि पर्नु हुँदैछ साह्रै कामकारी हुनुहुन्छ हाम्रो गुरुमाता त म यसो भनेको थिएँ कति सिकलले होला हुन्छ यो चाहिँ गोरुबथान टार गाईहरू चरिरहेको रहेछ यस्तो भइरहेछ गोरुबथान टारको वेदर ओके सी यू गाइस यस्तो चाहिँ गर्नुपर्छ गुवा फाल्नुपर्छ यहाँ चाहिँ पुरा उयो रहेछ नि त फेरि फेदमा यो राख्नु भएको रहेछ नि के राखेको रहेछ हौ अम्लेसोको सिटा हौ सायद अनि चाहिँ माइसाहेबलाई पनि आज त परेछ सफाइमा यत्रो अहिले बनाइरहेको छ पछि ब्लगमा हेरेर चाहिँ यो गुवाले फल्दै गरेको पनि देखिन्छ होला गुरामाहरूको गुर्साहरूको गुवा दामी फलोस् न है
गुरामाको चाहिँ मल लाउने ड्युटी दिन चाहिँ दामी छ नि दामी छ नि घाम लाग्नु हुन्छ फेरि यहाँ चल्नु पर्छ नि त यो मल चाहिँ एकदम पचेको रहेछ कम्पोस्ट एकदम बार्मी कम्पोस्ट गाईको एकदम एक नम्बरको वर्मी क्वालिटी कम्पोस्ट गाईको मल हो नि प्योर है प्योर माइ साहेबले 5 वटा सफा गरिसकेको छ अहिलेसम्म सायद सिक्कल त के हो लाग्नु मान्दैछ नि कति काम गर्नु भने बेसी हिलो लाग्दैन हो म त यो जोगाउनै सक्दिनँ फेरि हो खुट्टा त भुको किचिक किचिक भएछ सोनाम लाटा कसै यति चाहिँ हामीले लगाइसक्यो अब अझै छ लगाउनु पर्ने अहिले भने चाहिँ दिन उक्रियो अनि हामीले आधी काम गरिसक्यो अझै छ गर्नुपर्ने अहिले चाहिँ हाम्रो खाजा खाने टाइम पर खाजा खान गएको टाइम सोमबारको दिन यहाँनिर लन्च टाइम हामी गएको गुवाबारीमा आधी मल लगाइसक्यो है अब चाहिँ गोर्साबारको गुवाबारीमा देउरास दाको चाहिँ जुगाले खुट्टामा खायो अरे के साह्रो डर हुँदो रहेछ अहिले चाहिँ दिन पनि उग्रेको छ कि मेरै पछि पछि हिँड्नुपर्ने हाम्रो चाहिँ यहाँनिर सानो बडे कुवा छ कि गुरुआमाको कुवा हो यो चाहिँ खासमा खुट्टा धुने होइन कुवा बेसी टिचर नहुने तपाईँ चाहिँ कुवामा छ कि किनभने यहाँ चाहिँ गुरुआमाको सब्जी बारी छ यहाँनिर क्युट सब्जी बारी अस्ति यहाँ लसुन रोप्नु भएको थियो हामीहरू लसुनमा पानी लगाउन आएको थियो अहिले त अर्कै भएछ यहाँ चाहिँ करेला रोप्नु भएको रहेछ नजर हो त देउरास दाजुको खुट्टा कस्तो भयो रे कस्तो भयो रे रोप्नु चाहिँ मैले करेला यहाँ सबै रोपेको थिएँ उम्रेन यहाँ हेर चाहिँ ब्ल्याक एन्ड व्हाइट भएको छ अब तपाईँ बारीमा काम गरेर चाहिँ खुट्टा कस्तो एक्सपेक्ट गर्छ त्यो पनि पानी परेको सिजनमा खुट्टा पखाल्नु नि एकपट्टि त दुःख मोटामोटी पखाली अब सलिड छ मेरो पनि त त्यस्तै त भइरहेछ यहाँ यी खुट्टा हो गुरामा अलिअलि धुनु भनेको अहिले सुक्खाइ छ लन्च टाइम अब चाहिँ चाउमिन मिठो पो भयो एकदम मिठो दामी काम गरेर थाकेको बेला हुन्छ चाउमिन मिठो सधैँभन्दा मिठो मजाले चलाउँदै मिल्नु अहिले मल लाउनु पर्छ गुवामा फेरि अलिकति मात्रै मटर अहिले चाहिँ खाजा खाइसकेर फेरि लाग्यो कामतिर अब खाजा खाएर खाजा चाहिँ आजको खाजा चाहिँ चाउमिन थियो मिठो भयो नि एकदम मिठो भयो खाएर लाग्यो फेरि अहिले चाहिँ 2 बजिसकेको छ दिन पनि दिनले साथ दिएको छ आज चाहिँ सायद कृपा भयो
पानी पनि अघि चाहिँ सिमसिम पर्दै थियो गरममा त काम गर्न सक्दैन अनि टाढोमा घाम डाइरेक्ट लाग्छ अन्त चाहिँ यस्तो शान्ति भइरहेछ दिन हाम्रो सन्तायन पनि आएको छ बारीमा सन्तायन हामीलाई काम सघाउनु भएको हाम्रो साहेब हेलो हाई गरिदिनुहोस् न सन्तायन साहेब ऊ माथि हेर्नुहोस् त ऊ चरा हेर्नुहोस् त ऊ माथि माथि चरा रहेछ ऊ भाइ खोज्छ है अब चाहिँ त्यसरी पो लड्नुहुन्छ है बसन्ती ड्याममा लड्नु भयो अघि हो अलग्गै हेर्नुपर्छ बिस्तारै तिमी त हेर भाइ यही मल लगाउँदैछौँ हामी हेर त भाइ यस्तै मल लगाउँदैछौँ हो गुवा बारीमा ऊ ल्या हाम्रो खानेकुरामा चाहिँ सबै कमिला पसेछ भाइ कमिला पसेछ नि हौ यो फिका चिया हो सरीको छ यो चिया यो कमिलाहरू हाँसिजाउ त भाइ न डान्स गरिदेऊ न एउटा गीतमा अब त्यो पिउने पानी कुरकुरे पिरो पिरो खाँदैन होला भाइले हो यो भाइलाई मैले अघि तिमीलाई दिनु भनेको तिमी चोकोपाई के भन्नुपर्छ हौ अन्त जोडले उचाल्नुहोस् टकटकाउनुहोस् अझै जोडले साहेब बन्दगी भाइ अहिले कहाँ छौ बारीमा यो बारीको नाम कहाँ हो टारखेटमा भविष्यमा भाइले घर कहाँ बनाउने यहीँ बनाउने कि तलै यहाँ ठुलो घर बनाए यहीँ बनाउने भनेपछि यहाँ सुन न मेरो कोठा चाहिँ कहाँ बनाइदिने तपाईको कोठा आपाको गाडीको छेउमा साँच्ची ल ल ल उसको के अरे पुजारी देवाको डन्ठीको भित्तामा ए ऊ तृप्ति दिदीको तृप्ति भाउजूको अम्लिसोको छेउमा आमाको तल मम्मी बोजूको छेउमा तिम्रो चाहिँ मेरो यहाँ तिम्रो घरमा चाहिँ कोठा नबनाइदिने मेरो नबनाउने हेलो के छ हालखबर के गर्दैछ अहिले आजकल अरू देख्दैन त अन्त खै फापुलो भनेको मामाहरूलाई छिटो उमाथि मामाहरूलाई फापुलो भन छिटो अब खोइ 1-2 वर्ष लाग्नुपर्छ हौ बाहिरतिर अब के गर्नु घुमेर आउनुपर्छ हौ चाखडुङमा पर्छ होला है चाकवा अब त्यता पो आउने त हामी चाकवाडुङमा अब चाहिँ थाकेको महसुस भयो गर्दै गरम भयो खोला न अब कहाँको ओकना बुहारी ओकना डेलिसा ओको ओडा अहिलेको जुगाले गुवा चाहिँ यस्तो मात्रै थिएन हरियो कहिले यस्तो घेरा आउँछ होला भन्थ्यो कि मैले उयस्तो आएँ त्यही त नि कहिले घेरा आउँछ यो त्यो 3टा भएको चाहिँ 1 वर्ष बनिन्छ होइन 3टा घेराको 1 वर्ष
1 वर्षमा 3टा घेरा बसेको अच्छा समझ में आ रहा है यो त अलिक उयो हो छिटेको है 2 वर्षहरू अब लगत पछि हामीले यो क्यामेरा घुमाउँदाखेरि सट्टै यसरी घुमायौँ भने हामी यहाँ पुजारी साहेब पानी खाँदै यहाँ जङ्गलमा जुस पुरेछ जुस है फेरि हामीले झट्टै क्यामेरा घुमायो यता पुरा एक्सक्युज मी अब यो गोदावरी रोप्ने बेला लगाउनु उता कता दिदी कता जानुभएछ कमन देउराज दाजु यो मल चाहिँ हेर्दा मात्रै यति देख्छ सानो गरौँ छ आम्माम पानी पसेर पसेर आयो मलाई उठाउन नसके त बेला गएको भए घर पुगिन्थ्यो होला है यतिको हिँडेको घर पुगिन्थ्यो होला 30-35 खेप ओहोरदोहोर गर्दा पनि त सकिएन तर 2 भारी छ अब हुँदै गर्छ ल त्यो यति जति छ म हो स्कुटीबाटै मेरो त सक्यो 5 बजीसम्म त सकिहाल्छ 4 बजेको थियो कि उपर राखेको छु कि यहाँ त अलिअलि रहेछ त्यो त थुपारिदिएको छु कि तर 2 बरा मात्रै उब्रेको छ हो 2 बरा उब्रेकोपछि चाहिँ पुगेन भने चाहिँ ल्याउन ल त्यहाँदेखि अरूलाई उतै लगाउँ मेरो त सक्यो त अब आज साहेब आएको भिडियो गरेर है साहेब त एकदम दिन बित्यो आज साहेबको सुपरभाइजरमै बित्यो साहेबको दिनहरू चाहिँ यस्तो काम गर्नुपर्छ हो कोही बेला घुम्नु पनि पर्छ काम पनि गर्नुपर्छ सबै गरिराख्नुपर्छ सबै चौकातिर पनि हिँड्नुपर्छ चौका र त्यहाँ पनि खानु पनि पर्छ खानु पनि पर्छ खोला पनि घुम्नु जानुपर्छ खोला पनि घुम्नु जानुपर्छ बिहाको बेला सबै गरिराख्नुपर्छ यसरी आए नाडी दुखिसक्यो तर एकदम मौसमले चाहिँ साथ दिएर चाहिँ एकदम खुसी लागिरहेछ पसिना पनि खलखल भएको छैन मजा आउँदैछ कति बज्यो देउरा साइले हड्डी बजेर 4 मिनट भयो पूजा न पुरा भएको चाहिँ गरौँ हुँदो रहेछ हौ
कतिवटा रुखलाई मल लगाइसक्यौँ हौ हामीले नि 100 क्रस भयो नि 100 क्रस भएर हाम्रो गुरामा पनि निकै स्ट्रङ हुनुहुन्छ एकदम स्ट्रङ मस्किएर बिचरा गुरामाको डार पुरा दुख्छ भरे त्यो तेल लाउनुहोस् न पुजारी साहबको भरे ढाँड दुख्यो भने सबैजना लाउनुपर्छ बिदाङदेखि पनि पुजारी साहब आएर पनि यसरी सेवा गर्नुहुन्छ बेला हो त्यही गाईलाई दिने घाँस रहेछ नि लु दे रास्ताको गुरुआमाले हँसुटाइदिनु भएर त्यहाँ गाईले चाहिँ आज हाँसेरै बिताएको छ यसरी बोरा उचाल्नुमा मात्रै भिडियो बनाएर कमेन्टमा तपाईँहरूले पनि गरिदिनुहोस् निकाल्यो 2 खेपमा त अघि त्यो टिपबाट मलाई चाहिँ खालि यस्तो पर्दै थियो नि त कस्तो गोरु खनेको चाहिँ बुरुरु थियो अहिले थाहा भयो कस्तो हुँदैछ मल चाहिँ उयो पनि घाँस रहेछ गाईले खाने हो के दामी घाँस रहेछ यो दामी हजुर 35 वटा चाहिँ मल बोकिसकेर चाहिँ गुरुआमाले त थियो भन्दैछ दामी रहेछ गाईलाई कस्तो दामी लहल परेको चोको घाँस रहेछ यहाँनिर गुरुआमाहरूको चाहिँ एउटा बुढो गाई चाहिँ मात्रै छ र बुढी गाई छ र खाँदैन यस्तो घाँसहरू र चाहिँ वेस्ट हुँदैछ यहाँनिर अझै छ यति सबै सकिसक्यो कति गर सक्यो यति डल्लै सकिसक्यो अब यो गरा अरे अलिअलि छ तल अनि घर जानुपर्छ घर गएर साफ सुग्घर गरेर सन्जे गरेर माम खाएर सुत्नुपर्छ आज त त्यो चराहरूले खाओस् ल फलफुल त अन्जिर थियो नि अन्जिर भेराइटी नै हो नि छोकुमा पनि रोपेछ नि त यहाँ सेवामा चाहिँ हाम्रो बुहारीहरू यसरी एकदमै राम्रो छ नि दिन त हेर्नुहोस् है तपाईँहरूलाई पनि आउनु मन लाग्दैछ होला नि यस्तो देखेर चाहिँ ऊपर हाम्रो बसन्ती माई साहेब बिद्याङबाट सेवा दल यहाँनिर आउनु भएको छ पूजा साहेबको चाहिँ ढाड पिल्चिरहेको छ दुईपट्टि जेउरास भाइको चाहिँ पिनमा पिलो निस्केला जस्तो भएको छ बेसी ठुटा बसेर हामीले चाहिँ यहाँ माथिदेखि लाउँदै आएको अहिले चाहिँ यहाँ तल आइपुगिसक्यौँ धेरै कामको मेलो सर्यो आज चाहिँ दिनले एकदमै साथ दिएको छ एकदमै शीतल मजा भइरहेछ थाकेको महसुस नै भएको छैन यो चाहिँ गोरुबथान टार हो यहाँ त पर चाहिँ मेरो माइत गाउँ छ तामाङ गाउँ भन्छ यतामा त्यस्तो छ है साई बन्दगी वा कस्तो दामी निस्केको ससुराली कहाँ हो भाइको ए तपाईँको ससुराली कता यहाँ त कति कहाँनिर हुन्छ साइडले कहाँ जुराउनुहुन्छ त्यहीँनिर ए परको नसोधौँ होला हेर्नुहोस् है तपाईँहरूलाई कस्तो लाग्छ यो ठाउँहरू पहिला यहाँ सबै धान हुन्थ्यो अहिले चाहिँ मान्छेहरूले अब धान रोप्नु छोडेर चाहिँ यसरी गुवा रुखहरू बरबिरुवाहरू लाउनु भएको छ हो यस्तो छ
चाहिँ घर जान आँटेको 6 बज्न आँट्यो खेतमा छ घर गएको त्यहीभित्र त होला नि त्यो झोलाभित्र ल हामीलाई चाहिँ एक डोको सब्जी ल्याइकन आएको बारीबाट एक डोको सब्जी ल्याइकन आएको है आज पनि मुस्किल छ है आज बाटो सानो हुँदैछ अब चाहिँ आइपुग्यो अब चाहिँ फ्रेस भएर पूजाहरू गर्नुपर्छ ओके गाइस थ्याङ्क यू फर वाचिङ किप लभिङ